हेलो हेलो मेरो सम्पूर्ण साथीहरूलाई फेरि पनि मेरो नयाँ भिडियोमा हजुरहरूलाई वेलकम स्वागत छ है। साथीहरू आज मैले वेट नाप्ने मेसिन लिएर आएको छु के किनेर है। अनि मैले जोखेको त म 77 केजी भइसकेको रहेछु के। म पहिला पल्टनबाट आउँदाखेरि 81 केजी थिएँ है। एक महिनामा म 4 केजी घट्न सफल भएको छु। त्यसमा म एकदमै खुसी ह्याप्पी छु के। मेरो यस्तो छ है, मर्निङ रुटिन घट्नुको कारण चाहिँ म बिहान 1.5 घन्टा जुम्बा गर्छु होइन। जुम्बाबाट आइसकेपछि मैले मनतातो चिनी बिनाको कागती राखेर ब्ल्याक कफी खान्छु। अनि 1 घन्टापछि है 1 घन्टापछि मैले हल्का नास्ता खाने गरेको छु है। यस्तो छ है मेरो नास्तामा चाहिँ है, सिजन अनुसारको भेजिटेबल सलादहरू खाने गरेको छु होइन। अनि त्यसपछि 12 बजेपछि मैले नर्मल खानेकुराहरू खान्छु है। यस्तो छ मेरो खानामा, यस्तो मिलाएर मैले खाने गरेको छु होइन। अनि त्यसपछि मैले त्यो बिचमा केही पनि खाँदिनँ है। यस्तो 2 गिलास 3 गिलास मनतातो पानी खाने गरेको छु होइन दिउँसोको समयमा। अनि 6 बजेपछि चाहिँ मैले फेरि सलादहरू अनि त्यसपछि भेजिटेबलहरू खाने गरेको छु। कहिलेकाहीँ गेडागुडीको रस पनि खान्छु। ल है त साथीहरू, म फेरि हजुरलाई नेक्स्ट मन्थमा म कति घटेँ भनेर देखाउने छु है त। बाई।